सफारी इच्छा पथ रे लाजेसा पथ इच्छा पथ के हो हामी चाहिँ नेपाल टसो जायो त लाउनु पो खोज्दा रहेछ हो ढाडङ ठोकिन्छ के हो सर यार जिन्दगी नै झुन भइरहेछ मुझे तल माथि नभए त जिन्दगी हैन नि त हो यार हो तर सही कुरा गर्छ कहिले के त्यसमा के भन्न चाहनुहुन्छ तपाईँ चाहिँ के भन्यो भने मैले सुनिन त फेरि भन्दै त मैले भन्ने कुरा आइको जिन्दगीमा तल माथि भएर त बाँचिरहेको छैन मरेपछि तल माथि हुन्छ त हैन जिन्दगी जिउने नै तल माथि हुँदैन त के छ यसमा हो मेरो समर्थन छ यसमा ठिक छ समर्थनमा छ ललिपप खाएको रे तर तेरो लास्ट देखिने रहेछ है क्यामेरामा बढ देखिन्छ तर पहिला घरमा गफ छ मेरो जुटी अब हामी चाहिँ केराबारीसँग डिस्टेन्स अब गुलियोले क्या घाँटी नै खसाक गर्थ्यो के हो यो रन्डी यो डन्ठी हो त्यो रहेछ यति खान्छ कुच्चेहरू चाम्लिङ माठ ल यहाँ त देखिँदैन रहेछ देखियो है चाम्लिङ माठ हामी चाहिँ कहाँ आइपुग्यौँ हामीलाई पनि थाहा छैन है भविष्य खोज्दै हो यार भविष्य खोज्दै हिँडेको हामी मुजी अन्धकार छ त यार थैट कहाँ हो यो त गाउँमा पो आइपुग्यौँ क्या पिच रोटै छैन त यो साइड देउराली भन्छ होस् यो त्यहाँ खोला पारी पो त देउराली पर खोला छ अनि मेरो घर चाहिँ भर्खर यतिको बन्दैछ अब फिनिसिङ 3-4 महिनामा हुन्छ ओबिनको घर चाहिँ नि हो है जुट्टीको घर चाहिँ नि हो अझै फिनिसिङ भएको छैन सँगसँगै बनाएको हो उहाँ चाहिँ अब सुकुम्बासी हो मुजी कोठा भाडामा बस्छ मुजी घर पनि छैन नि थैत्तेरिका हामी त झन्न घर भयो सरकारले तपाईँलाई हेर्छ त सुकुम्बासी भएकोमा मलाई कहाँ हेरेको छ मलाई त हेर्दैन तँलाई हेर्छ त्यही त नि सरकार मुजी यहाँ बसेको छु हामी यहाँ पार्टी रहेछ त प्रगति चोक यताबाट स्मृति चोक यही त रहेछ त फाल्गुनन्द चोक फाल्गुनन्द चोक यता तल मनोकामना चोक देवीको ल अब हामी चाहिँ बस्ने भयौँ यहाँ एकछिन ब्लगलाई चाहिँ इन्ड गरेको है त